आम्मा गलियो नि अब यहाँ चाहिँ रेस्ट अब यहाँ चिया खाने दिदीको चट्ट कुन ठाउँ अरे यो कुन ठाउँ अरे दाइ ड्राइभरसँगले धेरै गलायो नि हामी हिँड्दा चाहिँ विराट चोक हिँडेको हो तर हामी कहाँ आइपुग्यौँ नि थाहा छैन यहाँ कृषि सडक कृषि यो ठाउँलाई के भन्छ दिदी होइन मतलब यो के पत्री सत्री भन्ने यस्तो के हो यो काने पोखरी ए काने पोखरी अरे दाइ हामी चाहिँ यहाँ खुट्टा गलेर मर्नु भएर चाहिँ एकछिन यहाँ रेस्ट हिलो हिलो भएको थियो जुत्ता सबै हाम्रो गाडी यहाँ छ फोटो खिच्दिएको नि दाइ तपाईँको वाउ दामी आदै हामी चाहिँ यहाँ स्कुलको सर्वेहरूको लागि आएको थियो 7वटा स्कुलमा छ गर्नुपर्ने अहिले चाहिँ हामी यो ट्याक्क यहाँनिर छौँ यो स्कुल भयो सुकुना मावि यहाँ लगभग पर्दैन जस्तो लाग्यो मलाई पनि यहाँ घुम्दै घुम्दै हामी जोडी माध्यमिक विद्यालयमा अहिले हामी जनता मावि विद्यालय अहिले चाहिँ हामी श्रीराम आधारभूत विद्यालय मोरङमा लोकेसन चाहिँ यस्तो छ गेट त छ कम्पाउन्डहरू रहेन रह यहाँ चाहिँ नमस्कार अहिले चाहिँ हामी यो स्कुल आइपुग्यौँ टक्क कम्पाउन्ड चाहिँ यस्तो छ आजको अन्तिम विद्यालय चण्डेश्वरी आधारभूत विद्यालय हो क्या हो क्यामेरा छ यस्तो छ लोकेसन यस्तो खालको छ लोकेसन अब हामी सर्वे गरेर फर्किँदैछौँ चट्ट अब फर्किन त उपर धेरै छ अब यहाँबाट लगभग झन्डै कति छ बेलबारीबाट सोच्नु न अनि अब मास्क त किन्न जानुभयो त मास्कै भेटिएन जस्तो छ के भेटिएन सोध्नु नि अनि किरानामा छैन अरे ए छैन अरे हजुर ठाउँ आइपुग्यो यार दाइ आयो ठाउँ चाहिँ ओ लम्बै धुलो पार्दै त दाइले त हामी चाहिँ रेस्ट हल्का आम्मामा जुत्ताको हाल त दाइ मैले गुलेली भेटेको खै त भिडियो बनाउ न मैले गुलेली भेटेको छु दाइ कस्तो साइको भयो यार दाइ ढुङ्गा हाल्दै हुन्थ्यो अघि अब चाक दुखेर सबै ठेलै उठिसक्यो होला अब हातमा त उठो कहाँ त ला दाइ त कहाँ गयो यार च्यान घारीमा एकछिन लड्ने ठाउँ भयो भने सुत्ने ठाउँ भयो भने सुत्थेँ भन्दै थिएँ हाम्रो बाइक चाहिँ अलिक तात्ती जस्तो लाग्यो र नि हामीले हल्का रेस्टमा हालिदियौँ बाइकलाई पनि होइन सक्कबाट त तेल चुइन थाल्यो क्या तर बाटो पनि कस्तो हो नि बिचरा बाइक धन्न पो चाक किलो उठ्ने गरी बसौँ सलमान खानले गर्यो फोन कस्तो लाग्यो सलमान खानले फोन गर्यो यस्तो मुनाहरूलाई हो साँच्ची हो त यी फुर्सद छैन क्या हाम्रो यी सलमान खानले फोन गर्यो क्या खान दाई अरे को खान दाई त्यही भएर सलमान खान भने अहिले चाहिँ हामी यहाँ घरमा आइपुग्यौँ अब भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद अनि च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला अब त्यति धेरै भिडियो त हालिँदैन त्यही नै थ्याङ्क यू फर वाचिङ बाई बाई